श्रीमतीलाई सम्झिँदै धुरु धुरु रोए चर्चित गायक दुर्गेश थापा। दर्शकबिन पछिल्लो समय दुश्मन हेरेको हेरै बोलको गीतका कारण चर्चामा आएका चर्चित गायक तथा पर्फर्मर दुर्गेश थापा एक कार्यक्रममा धुरु धुरु रोएका छन्। श्रीमतीको माया, उनको त्याग र तपस्यालाई सम्झिँदै प्रकाश सुवेदीको चर्चित कार्यक्रम द प्रकाश सुवेदी शोमा उनी धरधरी रोएका हुन्। हिजो अतिथि गेस्टका रूपमा द प्रकाश सुवेदी शोमा गएका गायक दुर्गेश थापा आफ्नो श्रीमतीलाई सम्झेर धुरु धुरु रोएका थिए। विशेष गरी उनले पल शाह प्रकरणमा आफू निकै तनावमा रहँदा श्रीमतीले निकै ठुलो ढाडस दिएको र श्रीमतीको त्याग र तपस्याकै कारण आज आफू यो स्थानमा आउन सफल भएको बताएका छन्। यदि श्रीमतीले साथ र सपोर्ट नगरेको भए सम्भवतः म यति बेला नेपालमा हुने थिइनँ, तर म त्यति धेरै तनावमा हुँदा घरमै गुण्डाहरू पिट्न आउँदा पनि मलाई श्रीमतीले ठुलो साथ दिइन्। त्यति बेला म विरुद्ध सिङ्गो सामाजिक सञ्जाल खनिएको थियो। म बाहिर निस्किने ठाउँ थिएन, म बाहिर निस्किने अवस्था थिएन। घरमै बसिरहेको हुन्थे, निकै तनावमा थिएँ, डिप्रेसनको औषधि खाइरहेको थिएँ। तर मलाई मेरी श्रीमतीले निकै ठुलो साहस र ढाडस दिइन्, जसको कारण आज म यो स्थानमा आइपुगेको छु। दुर्गेश थापाले यसरी श्रीमतीको बयान गरिरहँदा उनी धरधरी रोएका थिए। विशेष गरी पल शाह प्रकरणमा पल शाहलाई फसाउनका लागि दुर्गेश थापाकै हात रहेको भन्दै सामाजिक सञ्जालमा उनको खेदो खनिएको थियो। तर दुर्गेश थापाले भने उक्त प्रकरणमा आफ्नो कुनै पनि हात नरहेको बताएका छन्। पल शाहकै कारण यो स्थिति उत्पन्न भएको थियो, तर बीचमा मलाई दोषी देखाइयो, उनले भनेका छन्। साथै उनले उक्त कार्यक्रममा यति बेला सर्वाधिक चर्चाको शिखरमा रहेको दुश्मन हेरेको हेरै बोलको गीतको बारेमा पनि चर्चा गरेका छन्। कतिपय व्यक्तिहरूले यो गीत पल शाहलाई नै लक्षित गरी बनाएको बताइरहँदा दुर्गेश थापाले भने उक्त गीत पल शाहलाई लक्षित गरी नबनाएको बताएका छन्। सबै व्यक्ति, सबै नेपालीहरूलाई मिल्ने गीत बनाएको हो, कुनै व्यक्ति विशेषलाई लक्षित गरी बनाएको होइन, उनले भनेका छन्। साथै उनले उक्त अन्तर्वार्तामा नयाँ खुलासा पनि गरेका छन्। दुश्मन हेरेको हेरै बोलको गीतमा अभिनय गर्नका लागि पल शाहलाई आफूले सम्पर्क गरेको, तर पल शाहले इन्कार गरेको बताएका छन्। मैले पल शाहलाई यो गीतको म्युजिक भिडियोमा अभिनय गर्न अनुरोध गरेको थिएँ। सबैभन्दा पहिला उसलाई अनुरोध गरेँ, उसले अस्वीकार गरेपछि अन्य व्यक्ति लिएको हुँ, दुर्गेश थापाले भनेका छन्।